मम्मी त हेर्नु त हाई भनिदिनु त हाय त्यस्तो ओहोइ त्यो लागि के मैले बाँधेर आछु भनेछु र हेलो भन्नु न हेलो नानी बाबुहरू भन्नु नानी बाबुहरू के हो के कस्तो हो यहाँ त घाँस काट्दैछ नानी बाबु ए तपाईहरु के गर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ भन्नु कहाँबाट हेर्दै हुनुहुन्छ बाबु हाम्रो त यो पहाडको मान्छेले घाँस नकाटेर हुँदैन यो घाँस काट्न आछु यहाँ रात परि हुन आत्तिया छु बाबु भयो अनि ठीक साथीहरू नमस्कार यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ आज म घाँस काट्न गएको छु वनमा मम्मीहरूको वनमा माइती गाउँको मम्मी चाहिँ हो तल गइसक्नु भएको छ हो त्यहाँ घाँस काट्दै हुनुहुन्छ मम्मीले मम्मी मम्मी सुन्नु भएन देख्नु भयो तपाईहरुले अप्ठ्यारो छ त्यहाँनिर चाहिँ म जान सकिनँ म यहीँ काट्छु वनमा आएको छु मम्मीसँग मम्मीले हतार गरेर अगाडि गइसक्नु भयो मैले यही चाहिँ छोटो छोटो यहाँनिर सजिलो रहेछ यहाँनिर काट्छु भनेर रोकिँदैछु मम्मी अहिले सुन्नु भयो घाँसको बारी पुग्यो मम्मी तपाईँ त मलाई छोडेर कति छिटो आउनुभयो क्या म त हिँड्नै सकिनँ ल म कहाँ काटेँ म यही काटौँ म यहाँनिर त मसिनो छ त पातलो कहिले पुग्छ बारी म त्यही आउँछु है त ल म त्यही आउँछु त्यही जान्छु यहाँनिर चाहिँ छोटो छ क्या घाँस एकदमै हेर्नु त कस्तो बुटेनहरू पुरै जङ्गल घाँस काट्ने वन माइती गाउँको घाँस काट्ने वन यतातिर छ अँध्यारो अँध्यारो आएको छ हामी बेलुका राति कति बज्यो अहिले बेलुकाको टाइममा चाहिँ घाँस काट्न गएको दिनमा गर्मी हुन्छ भनेर ल जाऊ छिटो जाऊ घर जाऊ बाबु डर मानेर आएको अहिले चाहिँ डर माने फेरि भिरपाखा देखेर डराएर घरतिर गइहाल्यो अनि ठुली मम्मीलाई पनि लगेर गयो है मेरो छोराले दिदी पनि जानुभयो उसले चाहिँ मानेन अनि दिदीले म घरमा लगेर जान्छु तिमी चाहिँ घाँस काटेर आऊ भनेर गइहाल्नु भयो है त हेर्नु साथीहरू यस्तो छ है हाम्रो वनपाखा अनि माइती गाउँको घाँस काट्ने वनपाखा हो त्यताको बारीहरू भइहाल्यो यो मम्मी चाहिँ तल गइसक्नु भएको रहेछ अगाडि हामीलाई छोडेर अहिले दिदीले पनि छोडेर गइसक्नु भयो घरमा म एक्लै छु हट कुरो मात्र हेर्नुहोस् त यो कुरो भन्ने जातले मेरो कपडा हेर्नुहोस् त यहाँ कस्तो बनाएको छ पुरै कुरोले छोपेर बिचोक बनाएको छ हो मम्मीले त घाँस तन्काइदिनु भएछ त यहाँनिर आफू चाहिँ बाक्लोमा आउनुभएको यति बाक्लोमा मलाई पातलो काट गरे मम्मी त हेर्नु त हाई भनिदिनु त हाय त्यस्तो ओहोइ त्यो लागि के मैले बाँधेर आछु भनेछु र हेलो भन्नु न हेलो नानी बाबुहरू भन्नु नानी बाबुहरू के हो के कस्तो हो यहाँ त घाँस काट्दैछ नानी बाबु ए तपाईहरु के गर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ भन्नु कहाँबाट हेर्दै हुनुहुन्छ बाबु हाम्रो त यो पहाडको मान्छेले घाँस नकाटेर हुँदैन यो घाँस काट्न आछु यहाँ रात परि हुन आत्तिया छु बाबु अनि अरू मेरो छोरीहरू साथीहरू बाई छ तिमीलाई राम्रो होस् यहाँ घाँस काट्न आछु मेरो छोरीलाई भाइरल गराइदिनु बाबु के गर्नुहुन्छ अचम्मर मान्छे ओखो यो गराउनलाई लागि कस्तो धुमधाम गरेछ भाइरल गराइदिनु साथीहरूले मेरो साथीहरू पनि चाहिँ उल्का गर्छ है मेरो छोरीलाई बाबुलाई मात्रै भन्नुभयो नानीहरूलाई भन्नु भएन त मम्मी ए नानीहरू बाबुहरू सबै कति छन् त्यहाँ
ल है नानी बाबुहरू सुन्नु होला है। नपरे है नानी बाबुहरू मेरो छोरीलाई भाइरल लुज के गराउँछु त्यो म त यहाँ भन्न जान्दिनँ। सुगर छिटो भाइरल बनाइदिनु मेरो छोरीलाई। मेरो छोरीका साथीहरू त गजब गजब रहेछन् है। कति माया मान्नुहुन्छ है मलाई मेरो साथीहरूले कसरी फोन गर्नुहुन्छ नि कहाँ छु भनेर। छोरीले घाँस काट्नु सकि त? सकि त मेरो छोरीले घाँस काट्न किन सक्दिनँ? मेरो कान्छी छोरीले घाँस काट्नु सक्दिन कठै बिचरा भन्नुहुन्थ्यो त मम्मी। सक्छ कान्छी छोरी यतिसम्म बजारतिर बसित पनि अब घाँस काट्न सक्ने रहेछ। घाँस काट्न नसक्ने रहेछ त म? सक्ने रहेछ। अरे मेरो भाइ देख्नु भयो भने अहिले छक्क पर्नेछ। मैले घरमा कति धेरै घाँस काट्छु नि। ल मम्मी ल आउँछु मम्मी। ल है मैले घाँसको बारी पुग्दैछु। अलि मम्मी आत्तिनु भयो। धेरै ठुलो भाइ त गएर आएन तै पनि सानो भारी छ। पुरा घाँस काट्नुभन्दा पनि बढी पिरो लगेर गएको छु म त घरमा। मलाई भारी बोकेर मम्मी बोल्दै बोल्नुहुन्न धौ मान्नु भएको छ होला। धौ भएको छ र तपाईँले मम्मी? तपाईँ त म त यस्तै गर्ने हो भन्नुभयो होइन र? भैँसी कति बेला दुने है? अनि त्यही त नि गाह्रो छ गाह्रो। अझै हामी बाटोमा आएको छैनौँ। कति माथि रहेछ के? नाइ सर म त हरि नारायण परिपु नारायण। बल्ल बल्ल 150 बाटोमा आइयो। अब सजिलोसँग गइन्छ। हामी जानुपर्ने हो बारी हो त्यो तलको घरमा हो। अब त्यसो बाटोमा त मजाले हिँड्न सकिन्छ नि। मम्मी चाहिँ अगाडि गइसक्नु भएको छ। मम्मी एकदमै हात्तिनु भएको छ अनि धौ पनि मान्नु भएको होला बिचरा है। यस्तो अनि लामो लामो रहेछ क्या घाँस पनि यति लामो। अनि सानो भारी भयो पनि एकदमै गरुङको के दुःख साह्रै। हेर्नु साथीहरू हाम्रो पारीको त्यो डाँडाहरू चाहिँ यता अँध्यारो भइसकेको छ। त्यो पारीको डाँडाहरू छ नि उता पारी छेउको हो त्यहाँनिर हामी पहिला गाई बस्तु चराएर आउँथ्यौँ कि त्यहाँनिर लग्थ्यौँ। अनि पानी परेको हुन्थ्यो, खोलाहरू बढेको हुन्थ्यो, जुक्काहरू लागेको हुन्थ्यो। कस्तो रमाइलो हुन्थ्यो। आफ्नो टिमको साथीहरूसँग बसेर कस्तो रमाइलो गर्थ्यौँ है। आज भोलि त बसी बसी भात खाएर त होला नि शरीर पनि साह्रै कमजोर भएको। हेर्नुहोस् त यति सानो भारीहरू बोक्दा पनि उकालोमा हिँड्न नसकिने। बिस्तारै बिस्तारै गर्न सकिन्छ होला नि त पछि पछि है बिस्तारै। मैले त अब गाउँघरकै अर्ग्यानिक चिज खाने अनि आफू पनि अर्ग्यानिक बन्ने, सानो बच्चालाई पनि अर्ग्यानिक नै बनाउने सोचेको। हेरौँ सकिन्छ कि सकिँदैन गर्न। अनि नसकिने जस्तो भयो भने फेरि फर्किनेछु उही बाटोमा। साथीहरू गाह्रो चाहिँ पहिलेको भन्दा त आज भोलि चाहिँ एकदमै
सक्छु काम गर्न त धेरै सकेको। ल साथीहरू हामी घरमा आइसकेको। मम्मीले घाँस बिसाइसक्नुभयो, मैले पनि पसालिसकेको छु। यो गाई त मसँग कस्तो कसिएको हेर्नु त मम्मी, मार्नुको लागि। र साथीहरू हामी चाहिँ आइसकेको घरमा, मम्मी र मम्मीले कुरो फाल्दै हुनुहुन्छ। कुरो चाहिँ बिजोग छ हेर्नु त, मेरो पनि त्यस्तै अवस्था बनाएको छ। यो यस्तो कुरो लागेको छ पुरै, मम्मी पनि त्यस्तै हुनुहुन्छ। वनमा गएपछि यस्तै बिजोग। अहिलेसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। सम्पूर्ण वाइटी फ्यामिलीलाई धेरै मिस गरेको छु। साथीहरूले पनि मलाई पनि माया गरिदिनु होला, बुढी आमालाई। मैले तिमीलाई पनि खुब माया गरेको छु। सम्झिरहनु होला, म पनि सम्झिरहन्छु। अनि मेरो छोरीलाई अब धेरै गरेछ, भाइरल गराउन अब त उता छ, दिदो मितो त्यही छ। ल छिटै भाइरल गराइदिनु होला नानी बाबुहरूले, मेरै सबै छोराछोरीले। ल ल बाबु नानीहरूलाई सबैलाई मेरा आशीर्वादले सबैलाई राम्रो होस्। मेरो छोरीलाई पनि राम्रो भाइरल गराइदिनु होला। अनि यताउता हेरिदिनु होला। अनि छोरीले खुबै साथीहरूको माया गर्छ, मैले पनि छोरीका साथीहरूलाई धेरै माया मान्छु। मलाई पनि सम्झिनु होला, म बुढी आमालाई पनि। अनि बाई बाई। ल मैले भन्नु के छ र बाबु, तिमीहरूले जानेका छौ। म त घाँस काट्ने बुढीमा चाहिँ घाँस काट्दिनँ, यो चाहिँ कुराले डल्लो बेर्न आइछु। अनि मेरो गाई पालेको छु, 2टा जर्सी गाई छन्। अनि गाई दुन्नुपर्छ, अब रात पनि परिसक्यो, अब भित्र बान्नु पर्यो गोठभित्र, अनि दुन्नुपर्छ होला। धेरै आश छ। ल बाई बाई बाबु, बाई 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 बाई। ल अब म पनि बाई बाई भन्छु। थ्याङ्क यू सो मच सम्पूर्णलाई धेरै धेरै।